हो आदरणीय सबैलाई नमस्कार र टसितले अनि आज चाहिँ म तपाईहरुलाई के भन्न चाहन्छु भने आज म तपाईहरुलाई लुइखमको विषय भन्न चाहन्छु। लुइखमको विषयमा थाहा हुनु भन्दा तपाईले सबभन्दा महत्त्वपूर्ण थाहा हुनुपर्ने हो वाङखम र लोथाक हो। वाङखम र लोथाक छैन भने तपाईले लुइखम लिन सक्दैन। अनि वाङखम चाहिँ जसरी पनि चाहिएको हो र प्लस लोथाक पनि। अनि लुइखम निगनको चाव कस्तो छ भने चाव चाहिँ लिकी तिमी तेम्बानी ताये जटिल खामलिची खेटु फाटुल दालेची लानु ताजी सिनेची भन्ने छ। अनि चाक्चो मेसा सिन्धु ढाङ भन्ने चाव छ। भन्दाखेरि तपाईले चाहिँ अब हातमा गर्ने कसरी हो भने चाहिँ हातमा गर्ने चाहिँ यहाँबाट चाहिँ जिवा लाङ ता यु डु डुल ता लुक टेल झा खी फक भनेर चाहिँ गर्नुपर्छ। गर्दाखेरि तीन डाम्लो मात्रै गर्ने हो। गर्दाखेरि यसरी हो। अब गर्ने चाहिँ गर्ने यसरी गर्ने यहाँबाट यो जहाँ जहाँ परेछ लोथाक त्यहाँबाट चाहिँ तपाईले स्टार्टिङ गरेर गर्नुपर्ने हो। अनि त्यो प्लस अब तपाईले थाहा हुनुपर्ने उहाँको वाङखम उहाँको थाहा हुनु जसरी पढ्नुपर्छ। वाङखम बिन त निगाउन सक्दैन। अनि वाङखम गर्दाखेरि चाहिँ यसरी पाँचवटा जाने। अब यहाँ भित्र खाम के हो सिङ मे सा चा छु भन्दाखेरि थाहा हुनु पर्यो। जस्तो अब तपाईले यहाँ यो वाङखम थाहा भयो। जस्तो यसपालि 2025 को एक वर्ष पछिको तपाईले खोज्नु पर्यो भने वाङखम के हो भन्दाखेरि चाहिँ पहिला उहाँको लोथाक चिन्नुपर्छ। लोथाक कहाँ चाहियो भने तपाईले यो तीनटा जस्तो गर्ने यहाँ गर्ने जिवा लाङ ता ये डु डुल यसपालि एक वर्ष पछिको डुल पर्छ। यहाँबाट गर्नुपर्ने छ। कहाँसम्म गर्नुपर्छ भने यसपालि कि वाङखमसम्म। यसपालि वाङखम के हो सिङ हो। त्यो एक वर्ष पछिको सिङ पर्छ। सिङ पर्दाखेरि यहाँबाट चाहिँ भन्दाखेरि यहाँबाट गर्दाखेरि यहाँदेखि कहाँसम्म जानुपर्छ यहाँ चाहिँ सिङ यहाँसम्म जानुपर्छ हैन। यहाँसम्म जानुपर्दाखेरि यहाँदेखि चाहिँ भन्दाखेरि मुखबाट चाहिँ एक एकवटा आफ्नोमा चाहिँ चाक छु मे सा सिङ भन्नुपर्छ। मुखबाट चाक छु मे सा सिङ भन्नुपर्छ हैन। चाक छु मे भनेर अब यसपालि जन्मेको बच्चाको अनि लुइखम के पर्यो भने चाहिँ मे पर्यो। किनभने चाहिँ उहाँको वाङखमसम्म चाहिँ मुखबाट चाक्चु मेसा सिङ भन्दाखेरि जुन चाहिँ मुखमा आउँछ त्यो चाहिँ के हो भने चाहिँ अनि लुइखम पर्छ। त्यसै गरी तपाईले अनि 25 वर्षको खोज्नुपर्ने 25 वर्षको चाहिँ लोथाक के हो साल थाहा हुनु। 25 वर्ष के हो डुलो डुलो हुँदाखेरि कहाँ गर्नुपर्छ फेरि यहाँबाट तीनटा जस्तो गर्ने जुवा लाङ ता ये डु डुल डुल यहाँबाट गर्ने के हो वाङथाङ उसको के हो वाङथाङ सा हो हैन। वाङथाङसँग सासम्म जाने यहाँबाट चाहिँ चाक छु मे सा सिङ यो के हो यो चाहिँ शाखामा तर मुखमा के आयो सिङ आयो। अब उहाँको लुइखम के पर्यो सिङ पर्यो भने थाहा हुन्छ। त्यस्तै 18 वर्ष मान्छेको चाहिँ तपाईले थाहा हुनु पर्यो। 18 वर्ष मान्छेको चाहिँ लोथाक के हो थाहा हुनुपर्छ। लोथाक के हो थाहा भएपछि मात्रै हुन्छ। लोथाक के हो उहाँको जिवा पर्छ है। यहाँ आएको चाहिँ 13 14 15 16 17 18 जिवा पर्यो। अब जिवा भन्दाखेरि चाहिँ यहाँ तीन राम्रो जिवा भन्दा यहाँ जिवा यहीँ पर्यो हो। जिवा यहाँ परेपछि के भयो फेरि यहाँदेखि गर्नुपर्छ। कहाँसम्म वाङखम के हो 18 वर्ष वाङखम के पर्छ त्यो वाङखम चाहिँ के पर्यो यो सा पर्यो है। सा पर्छ उहाँको वाङखम सासम्म चाहिँ जानुपर्छ। यहाँ गर्दाखेरि कसरी जानुपर्छ यसरी जानुपर्छ। यसरी जाँदाखेरि यहाँबाट के भन्छ चा छु मे भनेर मुखमा के आयो मे आयो। वाङखम चाहिँ के हो सा हो तर मुखमा आएको चाहिँ के हो मे। उहाँको लुइखम चाहिँ के भयो मे हो। यसरी गर्नुपर्छ ल।